हेलो एभ्रिवान, यो चाहिँ बाबुको हिजोको बर्थडे को मिनी भ्लग। हिजो चाहिँ हामीले फ्यामिलीसँग मिलेर बर्थडे मनायौँ। त्यसपछि बुवा आइस्यो, उसको ठुलो मामु ठुलो पापा दर्शिक दादा आयो। उनीहरू चाहिँ केक हेरेर मक्ख परिरहेछ। म चाहिँ किचनमा जान नहुने भएकोले यहाँ उसको पापा, बाबुको पापा र उसको मुवाले यहाँ रेडी गर्दै होइसिन्छ। उनीहरू चाहिँ दुईजना भेट भएपछि केही चाहिँदैन, मजाले नाचिरहेछ, रमाइलै हुन्छ। दिन चाहिँ एकदमै पानी परेको कस्तो चिसो खालको थियो। त्यसपछि मैले एकैछिन बाबुहरूको फोटो लिएँ। देवांशीको चाहिँ डिएलई भएर ऊ चाहिँ आउन पाइनँ। अनि यहाँ बाबुहरू खेल्दैछन्, बुवाहरू चाहिँ गफ गरिरहेको छ। म चाहिँ यताउता गर्दै बसेँ। आफूले केही गर्न नहुने भएपछि फोटो खिच्ने र भिडियो बनाउने मात्रै काम भयो मेरो चाहिँ हिजो। अनि मैले एकैछिन यहाँ फोटोहरू खिचेँ। म पनि साइडमा बसेर एउटा फोटो पनि आज फर मेमोरी लिन लाएँ। बुवा पनि एकदम ह्याप्पी भइरहेको छ यहाँ दुईवटा नातिहरूलाई देखेर। बुवाहरूले सबै फनी कुरा गरिरहेको छ। बाबुहरूले नि एकदम दुईजनाले एकदम रमाइलो गर्दै बसिरहेछ। फाइनल्ली उसको केक काट्ने टाइम भयो। हामीले स्न्याक्सहरू लिएपछि केक काट्ने टाइम भयो बाबुको। त्यसपछि हामी सबैले बाबुलाई विस गऱ्यौँ। बाबु एकदमै ह्याप्पी भइरहेको थियो। बिहान पनि स्कुलबाट आज सिकन बुढा नीलकण्ठ फ्रेन्ड्सहरूसँग गएर आएको थियो। यहाँ पनि एकदम चलिरहेको छ। अनि त्यसपछि उसको फाइनली हामीले केक कटिङ प्रोग्राम पनि गऱ्यौँ। त्यसपछि हामीले केक चाहिँ उसको आजकल प्लेन, हि इज सो मच अब्सेस्ड विथ प्लेन दिस डेज। त्यही भएर हामीले चाहिँ प्लेन उसले भनेको डिजाइनको प्लेन बनाउन दियौँ। केक पनि सबैजनालाई एकदमै मिठो लाग्यो भन्छ। हामी चाहिँ 3-4 इयर भइसक्यो त्यहीँबाट मगाउँछौँ। घर नजिकैको बेकरी छ, त्यहाँ एकदम मिठो बनाइदिन्छ, फ्रेस पनि हुन्छ, त्यति नै खेर बनाउँछ। अनि फर्स्टमा चाहिँ मैले नहुने भएर उसको पापाले खुवाइरहेको छ, मैले पनि अनि यता प्लेट मागेर उसलाई केक खुवाइदिएँ। उसले चाहिँ एकदमै इन्जोय गर्यो, हामीले पनि एकदमै इन्जोय गर्यो सबैजनाले। बाबु चाहिँ हेर्दै 8 इयर्स ओल्ड भयो। सानै छ जस्तो लाग्छ हामीलाई चाहिँ अझै पनि। त्यसपछि हामीले केकहरू खाएपछि सबैजनाले डिनर खायौँ। त्यसपछि पानी परेर कस्तो चिसो बढेको थियो। सबैलाई जाडो भइरहेको थियो। पालैपिलो हामीले केक खान्थ्यौँ। त्यसपछि केक कटिङ प्रोग्राम सिकेपछि हामी सबैजनाले डिनर खायौँ। कोही चाहिँ स्न्याक्सले पेट भरेर खाइसेन, हामीले चाहिँ खायौँ। त्यसरी हामीले रमाइलोसँग बाबुको बर्थडे यसरी सेलिब्रेट गऱ्यौँ। रमाइलो भयो बाबुलाई, हामीलाई पनि रमाइलो भयो। त्यसपछि बाबुहरू चाहिँ यहाँ स्प्रेको पुरै होलीमा भेट भएको थिएन उनीहरूको। स्प्रेको होली खेलिरहेछ। होली खेलेर कोठाभरि सबै रुमभरि त्यो ग्लिटरहरू स्प्रेको थियो। यसरी हामीले रमाइलोसँग बाबुको बर्थडे सेलिब्रेट गऱ्यौँ। थ्याङ्क्स फर वाचिङ एभ्रिवान, बाई बाई।